सबैजनालाई नमस्कार। दुई तिनजनाले निकै फलानो यस्तो फलानो उस्तो भनेर निकै कुरा काटेर त्यो यस्तो गरो त्यसले यस्तो गरो जानेन त्यसले उस्तो गरो भने निकै कुरा काटेको मेरो कानमा गुन्जिरहेछ। अलिकति विचार पुर्याएर कुरा काट्नु होला। कुरा काट्दा पनि बेकारमा तपाईँहरूको जिन्दगी जाला है। अलिकति विचार पुर्याउनु होला। कोसँग कसरी के गर्छु, कोसँग कसरी बोल्छु, कोसँग कसरी को मान्छेसँग कसरी के गर्नुपर्ने, कोसँग कसरी के गर्नुपर्ने भन्ने अलिकति दिमागले सोचेर मात्रै सही तरिका दिमागले मात्रै सोचेर मात्रै कुरो गर्नु होला। अन्यथा यो रुद्राक्षमाला त्यतिकै लगाएको छैन। यो ख्याल नसम्झिनु होला। रुद्राक्षमाला साँच्ची राखेर बोलेको छु। तपाईँहरूको जति पनि कुरो काट्नुहुन्छ, यदि मैले गलत गरेर रहेछु भने मैले सजाय पाउन तयार छु। यदि मैले गलत गरेको रहेन रहेछ भने तपाईँहरूले अन्यथा लिएर कुरो काट्नुहुन्छ भने तपाईँहरूलाई त्यसको सजाय उपरवालाले माथिबाट हेरिरहेको छ। मेरो कर्म यदि सही छ भने तपाईँहरूले अवश्य त्यसको सजाय पाउनुहुनेछ। त्यही भएर अलिकति कुरो काट्न बन्द गर्नु होला है। तपाईँहरूले जहाँ गएर मेरो नाम लिएर फलाना यस्तो फलानाले यस्तो गर फलानाले के भन्छ त्यसले जान्ने भएपछि त्यस्तै हो भनेर जुन बोलिरहनु भएको छ एकदम विचार पुर्याएर बोल्नु होला है। एकदम विचार पुर्याएर बोल्नु होला। यही भिडियो मार्फत तपाईँहरूलाई सन्देश भयो, जानकारीमूलक भयो। बेकारमा भने त तपाईँको जिन्दगी अलिकति राम्रो बन्थ्यो होला। बेकारमा मेरो कुरा काटेर अलिक जिन्दगी डाउन होला। यस्तो अप हुन्थ्यो भने डाउन होला। अलिकति विचार पुर्याउनु होला है। यही भिडियो मार्फत सन्देश भयो जसलाई पनि है। चाहे मेरो आफन्ती होस्, चाहे साथी सर्कल होस्, चाहे जोसुकै होस्, जसले नराम्रो भनेर खेदो खन्छ उहाँहरूलाई यो भिडियो भयो।